प्रथम पटक निजामती ऐन कहिले आएको थियो? विक्रम सम्वत 2008, विक्रम सम्वत 2049, विक्रम सम्वत 2015 र विक्रम सम्वत 2013। र यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2013। सँगै निजामती ऐन 2049 बमोजिम कति किसिमका सेवाहरू छन्? अप्सन ए 7, अप्सन बी 8, अप्सन सी 10 र अप्सन डी 9। र यसको सही उत्तर रहेको छ अप्सन सी 10। निजामती सेवा ऐन अनुसार राजपत्र अनङ्कित अन्तर्गत कति श्रेणीहरू छन्? अप्सन ए 5, अप्सन बी 4, अप्सन सी 6 र अप्सन डी 3। र यसको सही उत्तर रहेको छ अप्सन बी 4। भने राजपत्राङ्कितलाई चाहिँ 5 श्रेणीमा विभाजन गरिएको छ। निजामती कर्मचारीहरू कुन निकायको मातहतमा हुने गर्दछन्? गृह मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रशासनिक मन्त्रालय र अर्थ मन्त्रालय। यसको सही उत्तर कमेन्ट गर्नुहोला। र यसको सही उत्तर रहेको छ सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय। हालको निजामती नियावली कहिले जारी भएको थियो? विक्रम सम्वत 2021, विक्रम सम्वत 2050, विक्रम सम्वत 2079 र विक्रम सम्वत 2080। सही उत्तर कमेन्ट गर्नुहोला। यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2050। निजामती शब्द निजाम कुन शब्द हो? अप्सन ए फ्रेन्च, अप्सन बी ग्रिक, अप्सन सी ल्याटिन र अप्सन डी ब्रिटेन। सही उत्तर कमेन्ट गर्नुहोला। र यसको सही उत्तर रहेको छ फ्रेन्च। प्रथम पटक निजामती ऐन कहिले आएको थियो? विक्रम सम्वत 2008, विक्रम सम्वत 2049, विक्रम सम्वत 2015, विक्रम सम्वत 2013। कमेन्ट गर्नुहोस्।